कतिले थाहा छ छैन हाम्रो यो काठमाडौँको रत्न पार्कमा पनि अन्डरग्राउन्ड एउटा पुल छ नि र यही पुल मैले देखाउन लागिरहेको छु यो अन्डरग्राउन्डको यो भित्री बाटो काट्ने पुल चाहिँ खास गरी यो बाटोलाई काट्नको लागि पर्दछ यो बाटो काट्नको लागि चाहिँ हाम्रो यो सानो घर छ यसबाट भित्र छिरेर चाहिँ भित्रैभित्र तलबाट जमिन मुनिबाट बाटो गएर ऊ त्यहाँबाट निक्लिन्छ र अहिले हामी त्यहीँ निक्लिन्छौँ पहिला सुरु यहाँबाट छिरौँ र अहिले हामी प्रवेश गर्दैछौँ र यो बाटो यस्तो खालको पर्दछ त्यस रमाइलो छ यहाँभित्र आफ्नो एउटा पसल पनि राखेर रहेछन् सटरहरू बनाएर र फेरि भर्याङ चढेर हामी माथि लाग्दैछौँ र हामी आइपुग्यौँ अन्डरग्राउन्ड पुल